माननीय सदस्य ऐनबहादुर मगर एकैछिन बस्नुहोस्। माननीय सदस्य आर्यन राईलाई म पहिला समय दिन्छु। माननीय सदस्य आर्यन राईले बोल्नुहुन्छ अथवा माननीय सदस्य ध्रुवराज राईले बोल्नुहुन्छ? म बोल्न चाहन्छु। म बोल्छु एक मिनेट ल। माननीय सदस्य ध्रुवराज राई, छोटकरीमा आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, सर्वप्रथम त हललाई बधाई छ। लामो समय पछाडि हामीले आन्दोलन गर्दा गर्दा प्रधानमन्त्रीको रोस्टममा आवाजहरू सुन्न पाइयो। धेरै कुरा थिएन, खालि 5-7 जनाले बोलेपछि त्यति नै बोल्दा यतिखेरिसम्म सबै प्रधानमन्त्रीज्यूले उत्तर दिइसक्नुहुन्थ्यो। हाम्रो यहाँ आएर आवाज सुनाउने र बोल्नेहरू मात्रै भन्दा परिणामहरू पाउनु पर्यो भन्ने चाहिँ मुख्य लक्ष्य हो। जस्तो मैले हावाहुरीले उडाएको विषयहरू उडाएको थिएँ, त्यसको आजसम्म केही भएको छैन। केही त हुनु पर्यो नि त, के हुँदैन भन्नु पर्यो, के हुन्छ भनेर सुन्नु पाउनु पर्यो जनताले। अहिले त गृहमन्त्री पनि हुनुहुन्न, उहीँ हुनुहुन्छ। त्यो भएको हिसाबले धेरै जनताको कुराहरू हामीले राख्नुपर्ने थियो। छापामार स्टालले आउनुभयो, लु मलाई सोध। अनि त्यहाँदेखि कतिजनाले सोध्ने, नियमावलीमा 15 जनाले 5 जना 6 जनाले सोध्ने भन्ने हिसाबले सदन चलो। हामीले माइक पाउन हजुर भनेर सभामुखज्यूलाई अनुरोध गरेको थियौँ। यहाँ चाहिँ तपाईँ अनेक ढङ्गबाट अरू साथीहरूलाई समेत इरिटेट हुने खालको हाम्रो गतिविधिहरू भइरहेको छ। यो विश्वले हेरिरहेको छ, हामीले राम्रो गरिरहेको छैनौँ सभामुख महोदय। यति मैले भनिरहँदा म फेरि पनि अनुरोध गर्न चाहन्छु, आगामी बैठकहरू, आगामी सदनहरू हामीले सञ्चालन गर्दाखेरि कम्तीमा नियमावलीभित्र बसेर चलौँ र यो देश निर्माण गर्नका लागि 2/3 नजिकको मतहरू प्राप्त गर्नुभएको होला। यदि दम्बहरू देखाउनको लागि भने त हिजै काफी थियो। त्यसो भएको हुनाले सबैजना सम्मानित भएर अगाडि बढ्न म अनुरोध गर्न चाहन्छु हाम्रो दलको तर्फबाट। धन्यवाद।